हेलो साथीहरु, आज मैले फर्स्ट टाइम कुकिङ भिडियो बनाउँदै छु। आज चाहिँ मैले सिमीको र आलुको रेसिपी बनाउँदै छु आफ्नै स्टाइलमा है। अब हजुरहरु आफ्नो आफ्नो तरिकाले कसरी बनाउनुहुन्छ। तेल हाले, फर्स्टमा तेल तारिसकेपछि 5 फोरन, प्याज हाले अनि आलु राखेर भुटिदिए। भुटेर एकछिन ढाकेपछि सिमीलाई राखे। थोरै मटर कोसा पनि मिलाएको छु मैले। अनि एकछिन चलाउने, चलाइसकेपछि बेसार राखिदिने। बेसार राखेपछि नुन राखिदिने हल्का भुटिसकेपछि। अनि त्यसपछि चाहिँ एकछिन चलाएर फेरि छोपेर पकाइदिने है। हजुरहरुलाई कस्तो लाग्छ मेरो भिडियो भन्दिनु है। आफ्नै त अब तरिका हुन्छ नि त पकाउने। त्यसपछि एकछिन भुटेर गरे छोपेर भुटिसकेपछि यतिको भएको छ। अनि मैले चाहिँ अदुवा लसुन खुर्सानी र मसलाको पेस्ट राखिदिए। थोरै चाहिँ धुलो सब्जी मसला राखे। अनि त्यसपछि अब एकछिनमा चलाइसकेपछि चाहिँ टमाटर राखेर एकछिन चलाएर छोप्दिन्छु। त्यसपछि अब यो पाकिसकेपछि चाहिँ एकछिनमा चाहिँ छोपेर पाकिसके एकछिनमा पाक्छ। त्यही हो, यही नै हो। हजुरहरुलाई कस्तो लाग्यो